ओइ कसैले निचोरेर फ्याँकिदिन्छु भन्ने सोचेको छ भने भ्रममा नपर। आफूलाई यस्तो कडा बनाऊ कि तिमीलाई निचोर्नेको आँखाबाट आँसु खसोस्। ओइ दुनियाँले तिमीलाई काँक्रो सम्झेर सित्तैमा चिरेर नुन खुर्सानी धस्न खोज्ला, तर आफ्नो भित्री कमान्डो रूप यस्तो बनाऊ कि तिम्रो एउटै गर्जनले तिम्रा शत्रुहरूको सातो जाओस्, बुझिस्? ओइ अब गुलेली र ढुङ्गाको जमाना गयो। हाम्रा किसानले रगत पसिना बगाएर उमारेको मकै आँखा लगाउने बाँदर होस् या जोसुकै अब सिधै समाप्त पारिन्छ, बुझ्यौ? ओइ जमिन मुनि लुकेर पनि आफ्नो पहिचान बनाउन सकिन्छ। दुनियाँले के भन्छ? छोड, अगाडि बढ र आफ्नो शक्ति देखा। ओइ मोबाइलमा अरूको जिन्दगी चियाएर आफ्नो समय बर्बाद नगर। समय कसैको बाउको बन्दकी होइन। आजैबाट आफ्नो भाग्य आफै कोर्न सुरु गर, बुझिस्? ओइ कुना बसेर रमिते बन्नेहरू यता हेर त। भण्टा डनले गाउने हल्लाएर उभिएको पहिलोचोटि देखा हो। भिडियो हेरेर मात्र हुन्न, चित्त बुझ्याछ भने लाइक र शेयर पनि ठोक्नुपर्छ, बुझिस्? ओइ दुनियाँले तिमीलाई तरकारी सम्झेर कच्चा कुचुक पार्न खोज्ला, तर आफ्नो भित्री शक्तिलाई यति विशाल बनाऊ कि तिम्रो एउटै पाइलाले जमिन हल्लियोस्। ओइ मलाई शीतल दिने काँक्रो मात्र सोचिस् होला। अब मेरो यो रोबोटिक तोपबाट निस्कने आगोले तेरो सातो उडाइदिन्छ, होसियार। ओइ हाम्रो तितोपन देखेर जिब्रो काट्नेहरू, जब हाम्रो यो मेकानिकल ढ्याङ्ग्रोको ताल बर्सिन्छ नि, तेरो दिमागको सारा भूत एकै झट्कामा उतारिदिन्छौँ। होय यो मेरो मेकानिकल रूप र गाजरको रकेट जस्तो गाडी देखेर नतर्सिउ। यो त मेरो दैनिक यात्रा हो। ओइ अंगुरका झुप्पाहरू, मेरो यो मेटालिक कवच तोड्ने तागत छ तँसँग? कवच भएर के गर्नु अनार दाइ? मेरो एउटै सर्ट सर्किटले तपाईँका सबै दाना बाहिर झारिदिन्छु। ओइ मेरो मेकानिकल बडी अलि बाङ्गो भयो कि क्या हो? कसरी काम गर्छ? बाङ्गो मात्र होइन केरा दाइ, तपाईँको सफ्टवेयर नै स्लिप हुने खालको छ। मेरो भित्र त कालो कालो गियरहरू भरिएका छन्, बाहिरबाट कस्तो नरम भएर के गर्नु मेवा दाइ? मेरो एक थोपा एसिडले तपाईँको सबै गियरमा खिया लगाइदिन्छ। ए अन्डा, मेरो हाइड्रोलिक प्रेसर बढ्यो, अहिले नै सस बन्नु कि क्या हो? बन्नुस् दाइ बन्नुस्, तर मेरो सेतो कभर फुटाउन तपाईँलाई 7 जन्म लाग्छ। मेरो कुलिङ सिस्टम हेर त कस्तो चिसो छ। चिसो भएर के गर्नु? मेरो एउटै पिरो भाइरसले तेरो कुलिङ फ्यान नै जाम गरिदिन्छ। ओइ मुला, मेरो टाउको यो 100 वटा एन्टेनाले पुरै संसारको सिग्नल समात्छ। तँ कहाँ उड्न खोजेको? काउली दाइ, म त रकेट इन्जिन हालेर सिधै मङ्गल ग्रहतिर लाग्न थाले। बाइ बाइ।